साथी, के छ खबर? ठिकै छ, के हुने, यस्तै हो। अनि धेरै दिन पछि देखेको, कता जानुभएको थियो? के गर्नु, बिरामी थिए, त्यही भएर कतै जान पाइएन। होइन, कस्तो बिरामी भएको थियो र? खै कस्तो होला, यस्तो बिरामी त अब पहिलोपटक भएको। होइन, के भएको थियो? आउनुहोस् न, बसेर कुरा गरौँ। आउनुहोस् है। हुन्छ, बसौँ न। अब पहिला पहिला जाडो लाग्ने, जिउ दुख्ने, पसिना आउने, खोकी लाग्ने, यस्तै त हो। अनि दबाई खानुभयो कि भएन? अनि तपाईँ दबाई खानुभयो कि भएन? दबाई त खाए, ज्वरो निको भयो, तर खोकी चाहिँ निको भएको छैन। खै कस्तो होला। जाँच गरेर दबाई लिनु, निको भइहाल्छ, चिन्ता लिनु पर्दैन। यस्तो लकडाउनको बेलामा डाक्टरले पनि जाँच गर्दैन। के गरौँ जस्तो लाग्छ। घरको पनि याद आइरहेछ, खोकीले पनि डर लागिरहेछ। बाँचौँ कि मरौँ, खै के होला। तपाईँ त्यस्तो टेन्सन नलिनु, केही पनि हुँदैन। के तपाईँ कम्पनीमा जानकारी गराउनु भएको छ? एकचोटि जानकारी गराएर हस्पिटल पनि लगेको थिएँ। हस्पिटलमा जाँच नगरिकन दबाई दिएको, दबाईले त केही असर गरेन। अनि मैले अर्को दबाई दोकानबाट किनेर ल्याएँ, खोकीलाई त केही असर देख्यो। खै अब भित्र कस्तो होला। तपाईँ नआत्तिनु होला। त्यस्तै तातो पानी, अदुवा, लौङ, इलाइची पानीमा उमालेर पिउनु होला है त। तपाईँले भनेको अनुसार उपचार चाहिँ गरिरहेछु। खै अब हेरौँ कस्तो हुन्छ। ल त है, कुरामा अब टाइम धेरै पनि बित्यो। अब म जान्छु है त। अब कुनै दिन कुरा गरौँला है। ल हुन्छ, आउँदै गर्नु होला हामीतिर है। ल हुन्छ है त, बाई। अरू कुनै दिन कुरा गरौँला है। बाई।